त्यति बेला पनि हाम्रो कुरा भएको थियो, हाम्रो केवल तामाङ दाइ हुन्थ्यो, उहाँसँग चाहिँ दाइ हल राम्रो हल कहिले पुग्छ, यहाँ के छ, कहिले हुन्छ होला भन्थ्यो। हामी एक दिन हुँदैछ, स्थानीय सरकारसँग हाम्रो कुरा हुँदैछ भन्नुहुन्थ्यो र भर्खरै मात्रै हाम्रो मेयर साहब केदार सर र हाम्रो महेश सरहरूले चाहिँ हाम्रो निवर्तमान मेयर साहब हुनुहुन्थ्यो होइन, उहाँ महेश सरदेखि लिएर स्थानीय सरकारका सम्पूर्ण जनप्रतिनिधि सरहरू जति हुनुभएको छ यहाँ सबैलाई धन्यवाद छ यो सहकारीको लागि, यो नमुना कामको लागि। इलाममा यसरी हल सिनेमा देखाउनुपर्छ, सञ्चालनमा ल्याउनुपर्छ र गीत सङ्गीतमा चाहिँ हामीले यसरी रुचि देखाउनुपर्छ भनेर तपाईँहरूले स्थानीय सरकारले यसरी पहल गरिदिनु भएको छ, यसको लागि मुरी धन्यवाद। यो नेपालभरिका सम्पूर्ण क्षेत्रमा स्थानीय सरकारहरूले चाहिँ ध्यान दिनुपर्ने कुरा हो। तपाईँहरू पनि यसरी नै सबैतिर सहकारी गरिदिनु होला भन्न चाहन्छु र सँगसँगै हाम्रो फ्रेन्ड सिनेमाका सम्पूर्ण सञ्चालकज्यूहरू र यस हलका सञ्चालकज्यूहरूलाई बधाई छ, धन्यवाद।